सरकारलाई भन्न चाहन्छु अब सञ्चार क्षेत्रको पूर्ण सुरक्षाको ग्यारेन्टी लिनुपर्छ। हिजो जसरी सञ्चार गृहमा आक्रमण भयो र एकजना सञ्चारकर्मीले समाचार लेख्दै देखाउँदै जसरी उहाँले हत्याको स्थितिमा पुग्नु पर्छ। आज म उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै के भन्न चाहन्छु भन्दाखेरि हामी सञ्चारकर्मीहरूले धेरै दुःख कष्ट भोगेका छौँ र हामी जस्तोसुकै परिस्थितिमा पनि कहिले पनि आत्तिदैनौँ। हामी निर्भीक भएर सञ्चार सम्प्रेषण गर्नेछौँ, जनतालाई सही सूचना दिनेछौँ। म रामप्रसाद दाहाल मार्फत भन्न चाहन्छु अब पत्रकार महासङ्घले आज जुन किसिमको एउटा अभियान सुरु गरेको छ, आजलाई श्रद्धाञ्जली सभाको रूपमा हामीले अगाडि बढाएका छौँ। पत्रकार महासङ्घको स्थापना दिवसलाई हामी देशभरिका सञ्चार कर्मीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू सुरक्षित भएर सञ्चार सम्प्रेषण गर्नुहोस्, नडराउनुहोस्, निर्भीक भएर काम गर्नुहोस्। सम्पूर्ण जनता तपाईँहरूको साथमा छन्, लोकतन्त्रको पक्षमा छन्, विधिको शासनको पक्षमा छन्, कानुन राज्यको पक्षमा छन्। र म जाँदै के भन्न चाहन्छु भन्दाखेरि जस्तो रामप्रसादजीले भन्नुभयो पालिसक्ने कुरा आयो, म मिडिया हाउसको नेतृत्व गर्छु र नेपालमा शर्मजीवी पत्रकारहरूको भूमिका छ। शर्मजीवी पत्रकारहरूलाई न्याय दिनुपर्छ र सबै मिडिया हाउसलाई पनि आग्रह गर्न चाहन्छु। र हाम्रो देशमा हिजो जसरी मिडिया हाउसमा आक्रमण भयो कान्तिपुरमा हिमालय टाइम्सको, तपाईँलाई थाहा छ धेरै मिडियाहरूले मलाई भनेका छन्, तर पनि हिजोको कुरा गर्दाखेरि अन्नपूर्ण नेटवर्कमा, अन्नपूर्ण मिडिया हाउसमा, कान्तिपुर टेलिभिजनमा, हिमालयन टेलिभिजनमा र अनलाइन खबरमा जसरी आक्रमण भयो र संवाददातामाथि जसरी आक्रमण भयो त्यसको हामी कडा रूपमा भर्सना गर्दै अनुसन्धान गर्न राज्यलाई तुरुन्त आग्रह गर्न चाहन्छु। दोषी जोसुकै होस्, तत्काल कारवाही गर्नुपर्छ, हत्यारालाई कारवाही गर्नै पर्छ। नेपालको सञ्चार जगत एक भएर लाग्नेछ र नेपाली सञ्चार जगतले जस्तोसुकै चुनौती पनि फेस गरेको छ। यो लोकतन्त्र हो, सङ्घीय लोकतान्त्रिक व्यवस्था नेपाली जनताको जीवन पद्धति बनिसकेको छ। यो व्यवस्थामाथि आक्रमण गर्ने कसैलाई पनि छोडेको छैन भन्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।